पन्जाबीमा कहावत छ एउटा, धेरै हतार गर्ने मान्छेको रस्तामा खाँदी हुन्छ। चाचाको मोटरसाइकल आस गरेर गएको थियो ठाकुर। नमागी दिए। ठाकुर चाचाको गोड लाग्यो। चाचाले हलुका दम्साउँदै हात अघि सारे। हात मिलाउ दोस्त। कहाँको गोड लाग्छौ, यो म तिमीलाई सधैँ सम्झाउनु पर्छ। चाचाको घर पुगेर बडो हडबडी र तुलबुलीका साथ दरवाजा खोल्यो। अनि फटाफट चाचाको अध्ययन कोठाभित्र छिर्यो। कोठाभित्र किताबहरू एमहर ओहर छरिरहेका थिए। देर रातसम्म दारू पिएर लडेका निरेह दारू पिउवाहरू झै। चाचाले भने बमोजिम मोटरसाइकलको चाबीका लागि त्यहाँको टेबलको घर्रक सार्यो। धेरै कागज पत्रका बीचमा चाबी झारहरूमा फूल छोपिए चाहिँ छोपिएको थियो। चाबी तान्यो। घर्रा लगाउँदै गर्दा जवान चाचा आफ्नो नागरिकताबाट टुकुर टुकुर ठाकुरलाई हेरिरहेको देखिन्थे। चाचाको नाम जाने हहौदी उसलाई मात्र के, यहाँ कतिलाई थियो होला कुनै हिसाब। नागरिकता उठायो र हेर्यो। पहिला उसको फोटोमा आँखा पर्यो। श्याम श्वेतको फोटो। युवक चाचा 17-18 को उमेरमा हुँदा हुन्। ओठमाथि जुटको धागो फिजिए जस्तो जुङ्गाको मसिनो रेखा थियो। आँखामा एउटा कोमलता बौवा बौचीले ओठमा चुसिरहेको बरफ जस्तै पग्लिरहेको थियो। त्यहाँबाट ठाकुरले चाबीको झुप्पोसँगै चाचाको नाम समेत लिएर निस्कियो। बारम्बार सुनिरहेको तर कहिल्यै नपुगेको ठाउँको बारे अनेक कल्पना र अड्कनबाजीहरू हुन्छ। अनेक सत्य तथ्य र अफवाहहरूको सानो ठुलो बतास चलेको हुन्छ। फरक के थियो र जनकपुरभन्दा विराटनगर? उस्तै घर, सडक, दोकान, बाटोमा हिँड्ने उस्तै मान्छेहरू। कार, भ्यान, टिप्पर र ट्रकको थिचोमिचो सहन नसकेर उफ्रिएका धुलाका उदात कण, उस्तै घुइलो। साइकल र रिक्साका एकनासका टिरिङ टिरिङ, अटो रिक्सा र मोटरसाइकलका ट्याट्या टुटु, उस्तै हतारो। विराटनगर पुग्दा यस्तै 4 बजेको हुँदो हो। घामले ठाकुरको दायाँ गालामा थप्पड हिर्काइरहेको थियो। ठाकुर सिमरिकले दिएको ठेगानामा पछ्याउँदै हिँड्यो। जनपथ मार्ग हुँदो हो। रातो सर्ट र सेतो टी सर्टमा 2 माला घरको गेटबाट ठाकुर भन्दै हात हल्लाइरहेकी थिइन् सिमरिक। घरको दक्षिणतिर इन्द्रजौको ठिक्कको गाँची, पश्चिमतिर लहरै केरा, सुपारी र खयरको गाँची, भुइँमा सनाइपातको फूल, रातो गुलाब र रोजमेरीको एक नीलो पंक्ति। सिमरिकका आँखासित आँखा टोकिनासा ठाकुरका घाँटीमा शब्द अड्किए। आँखामा खुसीका 2 ढिक्का आँसु टप्किए र गालामा पुगेर सुके। माई कहिलेकाहीँ भन्थिन् खुसीको आँसु भनेर। ठाकुर मजाक उडाउँथ्यो। अरे यार, खुसीको पनि आँसु हुन्छ? खुसी हुँदा पनि कोही रुन्छ? यस्तो थोडी हुन्छ। तर माई सच थिइन्। माई झुट कहिल्यै थिइनन्। बकवासहरू त ठाकुर गर्थ्यो। घरभित्र छिरिसकेपछि देख्यो ठाकुरले ठिक्कका 2टा कोठा। छिर्दा छिर्दैको कोठामा पश्चिमतिर डबल बेडको खाट, पूर्वतिर प्लास्टिकका 3वटा कुर्सी, उत्तरतिरको भित्तामा सिमरिकको ठुलो सिङ्गल फोटो, त्यसको दायाँ आमा, भाइ र बहिनीसितको फोटो। सिमरिकले ठाकुरलाई कुर्सीमा बसाली र आफू ठाकुरकै बगलमा बसी। रमिलाले सिसाको गिलासमा शरबत लिएर आइन्। ठाकुरले एउटा गिलास समात्यो र आधा जति पिएर टेबलमा राख्यो। सभ्यताभित्र अर्को कोठामा बसेर पढिरहेकी थिए। सन्देश आँगनमा खेलिरहेको। औपचारिकताका किनारै किनार भएर उनीहरूको गफ हिँडिरह्यो। साँझ परेपछि सिमरिक र ठाकुर दुवै पैदल निस्किए। तातो हावा थियो तर पोल्ने घाम थिएन। घाम नभएकाले आकाश गोलकिपर बिनाको पोल जस्तै रित्तो देखिन्थ्यो। हिँड्दै गर्दा धेरै बेरसम्म बोल्नलाई विषय नभए जस्तो भयो। औपचारिकताले दुवैलाई अझै पनि कुकुरले झैँ पछ्याइरहेको थियो। ठाकुरले पनि प्रतीक्षा गर्यो सिमरिकले केही सुरु गर्ली, उसको हात समाएर सत्यको नदी बिस्तारै तार्ली भनेर। हिँड्दा हिँड्दै एउटा पोखरीको बगलमा बस्न मिल्ने हरियो चौरको टुक्रामा उनीहरू पुगे। छेउमा कपासको रुख थियो। त्यहाँ गएर बसे। ठिक अगाडि एउटा ढिल चरो किनारमा फुत्रुङ फुत्रुङ यताउता गर्दै हिँड्यो र जमिनमा भेटिने फट्याङ्ग्रा च्यापेर भुर्र उड्यो। सिमरिकले पहिला ठाकुरको अनुहारमा हेरी अनि पोखरीमा। फाटफुट 1-2 जना मान्छेको ओहोर दोहोर भइरहेथ्यो। पोखरीमा कसैले ढुङ्गा हानेछ, छत्ल्याङ्ग गर्यो। सिमरिक मोटरको इन्जिन स्टार्ट भए जस्तै सुरु भई। उसले दौडको बेतौडको सवारमा सवार 1 जना यात्रु ठाकुर सुनिरह्यो ध्यानपूर्वक बिनारोको
मान्छेको समय भनेको त हिमालकी हिउँ जस्तै हो, सधैँ एकै ठाउँमा जमेर बस्दैन, एक दिन पग्लिन्छ र आफ्नो बाटो बनाउँदै दगुर्छ। लागेको थियो मेरो हिउँ जस्तो कठोर समय पग्लिएर पानी हुँदैछ, कञ्चन, निर्मल, सफा र स्वच्छ पानी, जसमा म आफ्नो भविष्यको अनुहार चकाचौन देख्छु। लाग्थ्यो कि अब सब ठिक हुँदैछ। म आफ्नो घर जाँदै थिएँ, नजाँदा हुने हो। यति धेरै थोक भइसकेपछि घर फर्किनुको अर्थ थिएन। तर त्यो दिन तिमीसित सुरसुन जाँदा रन्जना दिदीसित को भेटिएकी थिइन् थाहा छ? अभिलाषा। सुरुदेखि नै अभिलाषालाई मैले खोजिरहेको थिएँ। त्यो दिन संयोगले यसरी नभेटिएको भए जिन्दगीमा कहिल्यै नभेटिदी हुन्। तिनीसित 5 मिनेट कुरा गर्न नपाएको भए जिन्दगी यो मोडमा आउने थिएन। आज पनि म जनकपुरमै हुन्थे, तर त्यो दिनले मेरो वर्तमानलाई मात्र होइन भविष्यको अनुहार नै परिवर्तन गरिदियो। अभिलाषाले भनेकी थिइन्, दुनियाँलाई सोध्नुभन्दा जवाफ आफ्नो घरभित्र खोज सिमरिक। शिरीष गहिरो दुःखमा थिए। त्यो मलाई थाहा थियो, तर के थियो त्यो थाहा भएन। उसलाई एकपटक आफ्नै घर उधिन्ने प्रयास गर। यही केही सुराग त पक्कै होला। कोही यत्तिकै मर्दैन। आफ्नै घरका भित्ताहरू फोर्छौ कि जमिन खन्छौ, त्यो तिम्रो कुरा। मनोज कुमारले पनि दिदीको डायरीको जिकर गरेको थियो। त्यो भेटिने सम्भावना थियो थिएन थाहा छैन, तर अभिलाषाका कुरा सुनेपछि घरभित्र केही छ, केही भेटिन्छ कि भनेर भ्रमणले नै भन्यो। मलाई घर जानु त्यसैले थियो, नभए कसैका मायाले तानिएकी थिइन म। कसैका डरले मेरा पाइला रोकिनेवाला पनि थिएनन्, किनकि तिम्रो दोस्तीले मलाई ठुलो हिम्मत दिएको थियो। घरको गेटबाट छिर्दा आमा मुसुक्क हाँस्दै आइन् र मलाई देखेर रोइन्। आइस छोरी, कहाँ बेपत्ता भएकी यतिका दिन, कहाँ थिइस् तिमी? मैले तिमीसित भएको सत्य आमालाई बताए। बाउ थिएनन्, त्यसबेला हुँदैनन् भन्ने थाहा थियो। भए पनि आज मसित शक्ति थियो बाउसित भिड्ने। हर तहको शक्ति थियो। हातमा हात बलिया थिए, बातमा 101 बात बलिया थिए। आँखैले लड्न बन्थे भने नजरसित बाण बलिया थिए। आमाले अझै केही सोधपुछ गर्न खोज्दै थिइन्। उनका आँखामा प्रश्नै प्रश्न थियो। आमाले अझै केही सोधपुछ गर्न खोजिरहेकी थिइन्। उनका आँखामा प्रश्नै प्रश्न थिए, तर मैले हतारो देखाएँ अनि आफ्नो कोठामा छिरे। आमा खाजा बनाउँछु भन्दै गइन्। दिदीका एक एक सामान कोठामा यताउति खोजे, भेटिन। आमालाई भने। आमाले दिदी र दिदीसित सम्बन्धित सबै सामान 2वटा कार्टुनमा प्याक गरेर राखिदिएको बताइन्। आमाले ती कार्टुन स्टोर रुमबाट खोजेर निकालिन्। धुलैधुलोले छोपेको। असुरामा निकालेर कुचोको डाँठले कसिएर हिर्काइन्। अलिकति धुलो टकटकियो, तर पुरै झरेको थिएन। तैपनि आफ्नो कोठामा लिएर गए। त्यो खोल्दा मात्र पनि धुलो उडेर नाक पोल्यो। सभ्यताको एउटा सल तानेर मुखभरि बेरे र एक एक सामान त्यसबाट खोल्न थाले। एउटा रातो कलरको स्कार्फ, दिदीका साथीहरूले भरिएको अटोग्राफ, 2वटा फोटो एल्बम, एउटा क्लिप र 2-3वटा रफ गरिएका कपी त्यहाँबाट निस्किए। एल्बममा भएका एक एक फोटो पल्टाउँदै गए। दिदीको अनुहार स्पष्ट हुँदै गयो र बिर्सिनै आँटिएका केही सम्झनाहरूबाट विस्मृतिको एक पत्र बुक्रो उक्रियो। तर मैले खोजेको केही अझै भेटिएको थिएन। अर्को कार्टुन खोल्ने सोच बनिरहेका बेला दिदीको डायरीमा आँखा पुगे। डायरी उति मोटो थिएन, करिब 3/4 जति अक्षरले भरिएको थियो। डायरीका पाना पल्टाइरहँदा म एउटा युगै पल्टाइरहेको थिएँ। अतीतको दूरदराजबाट स्मृतिको मैलो धुलौटे अनि गाँठै गाँठा परेका डायरी तान्दै, धुलो टकटक्याउँदै गाँठो फुकाउने प्रयास गर्न पनि विशेष हिम्मत चाहिँदो रहेछ, किनकि त्यो गाँठोमा आफै बेरिने र अल्झिने डर हुन्छ। फुकाउँदा फुकाउँदै स्मृतिका ती गाँठा कुन बेला घाँटीमा पासो बनेर अड्किन पुग्छ पत्तोसम्म हुन्न। टकटकाइएका धुलोका ती कणले श्वास प्रश्वासको नली कुन बेला अठ्याउँछ सास नअड्किउन्जेल ज्ञानै हुन्न। ती गाँठा फुकाइरहँदा हरेक पटक ऐठन हुन्छ, हरेक पटक आँखाको बाँध फुट्छ, हरेक पटक लघुतावाजको सुस्केर छुट्छ, हरेक पटक
ढुकढुकी धुरी चढ्नुपर्छ। हरेक पटक जिजीविसाले लखेट्छ। बाल्यकालबाटै मेरो बाल्यकाल हरायो। जवानीसित पनि जवानी कहाँ, किनकि मेरो जवानी हराएको बाल्यकाल खोज्न पटक पटक जान्छ र बदलामा एउटा भीषण सत्य बोकेर आउँछ। र त्यो सत्य फुट्ने आँटेको कुनै बम जस्तो लाग्छ, जसको अघिल्तिर म उभिएकी छु। सत्यले मलाई कुनै गहिरो सागरको पिँधमै पुर्याइदिन्छ र मेरो हात खुट्टा अतीतको त्यो दूरदराजमा भएको त्यो सत्यको सङ्क्रमणले आजसम्म थलिएकी छु, जसको कुनै ओखती, थेरापी, कुनै साधना, कुनै घरेलु विधि, कुनै आयुर्वेद, होमियोपेथी केही छैन। त्यस्तै सङ्क्रमणसँगै म हुर्किएकी छु। बिहान उठ्दा पनि त्यही सत्यसित उठ्छु, राति सुत्दा पनि त्यसलाई नै अङ्कमाल गरेर सुत्छु। एउटी अबोध, निरीह, निर्दोष बालिकाबाट किशोरिएको पूर्व सन्ध्यासम्म तिनै सत्यहरूलाई सकी नसकी बोकेर आइपुग्नेको छु। करिब 1 दशक, यो थोरै समय होइन। यतिको समयमा त मान्छेको दिमागको नसा, मुटुको आकार, शरीरको लम्बाइ, उचाइ, चौडाइ, गोलाइ, विचार र शक्ति, सोच र धारणा सबै थोकको अनुहार फेरिन्छ। तर यो 1 दशक, एक दिन पनि म ती सत्यहरूलाई अलग राखेर बाँच्न सकिनँ। तिनीहरूको सानिध्य मानव मेरो दिनचर्याको अङ्ग हो। तिनीहरूले मलाई छायाले नै पछ्याउनु जत्तिकै स्मृतिका डोरीहरू फुकाउँदै गर्दा म पुग्छु 11 वर्षभन्दा पहिलेका दिनहरूमा, ती श्रृङ्खलाबद्ध घटनाहरूको साक्षी बन्नुभन्दा धेरै अघि। तिनको बोझ मेरो कलिलो मस्तिष्कमा थुपरिनुभन्दा अघि, जहाँ मेरो बाल्यकालले अलिकति भए पनि सास फेर्न पाएको थियो, जहाँ एक अङ्गालो आकाश र एक मुठी धरती मेरो पनि हो भन्ने लाग्थ्यो। म चिच्याउँथे, आमा। विगतको लोभबाट छुटेको मेरो आफ्नो पुकारको कम्पन अहिलेसम्म कता कता चेतनामा उछलिन्छ। मन तिनलाई नै ठम्म्याउन एकाग्र हुन्छ। मेरो लोकमा आउँछिन् आमा, मलाई लखेट्छिन्, पछ्याउँछिन्। तिनै आमाको ममतारी हातको स्पर्शले हलुकासित मेरो कपालमा पर्दा उनकै काखमा निदाउँथे। आमाले मेरो चुल्ठी बाटी दिएको सम्झिन्छु। बुबा र आमासित खेतमा गएको सम्झिन्छु। परालको टालमा चढेको फाङ हानेको सम्झिन्छु। आमाको हात समातेर पिठिया बजार घुमेको सम्झिन्छु। आमाले पकाएको गम्डीको खिर थपी थपी खाएको सम्झिन्छु। छठका बेला आमासँग भिनसरिए घाम झुल्किरहेको हेर्न गङ्गासागर गएको सम्झिन्छु। स्कुल जाने बेलामा 2को नोट सर्लक्क पटाएर हातमा उनैले राखिदिन्थिन्। म नफर्किउन्जेल भोकभोकै बसेर मेरो बाटो हेरिरहने पनि उनै हुन्थिन्। म पनि आमाको साडीको आँचल तानेर हरेक पल आमाकै वरिपरि झुन्डिरहन मन पराउने, उनकै काखमा बस्न मन लाग्ने। एक दिन आमाले भनिन्, त अब ठुली भइस् शिरिष। तर मलाई ठुली हुन मनै नलाग्ने लाग्थ्यो। म ठुली हुँदै जानु भनेको आमाको भागको माया सानो हुँदै जानु हो। म ठुली हुँदै जानु भनेको आमाको र मेरो दूरी बढ्दै जानु हो। एक दिन आमाले भनिन्, धत त्यस्तो कहाँ हो शिरिष, त ठुली भइस् भन्नुको मतलब त तेरो आँगन फराकिलो भयो, त हिँड्ने बाटो बढ्दै गयो पो भनेको। आमाको मायाले त कहिल्यै छाड्दैन। मर्ने बेलामा छोराछोरीको अनुहारको एक झलक नदेखि त आमाको सासै पनि जाँदैन। स्मृतिको दूरबिन्दुबाट विगत च्याउँदै म देख्छु आमा, बुबा, हजुरबुबा र मेरो मात्र ठिकठाकको संसारमा बितेका रमाइला दिनहरू बीच एक्कासी ती साँझ थपिए, जसमा बुबाका साथी सँगै मदिरा र जुवा सहित उपस्थित हुन आइपुगे। सातामा 2-3 दिन भ्याइ नभ्याइ हुन्थ्यो। बुबा बेलुकी कामबाट आउन साथ आमालाई जानकारी दिनुहुन्थ्यो। आमाको क्रियाकलापमा हडबडी र व्यस्तता छनकहरू देखिन्थे। आमाका हातहरूमा बजेका चुरा छनछनले त्यो थाहा हुन्थ्यो। उनको पैतालाको अलमल र मसित गरेको गनगनले पनि थाहा हुन्थ्यो। उनी अतालिन्थिन्, केही बिगार हुने हो कि भन्दै। हरेक चिज पाकिसकेपछि मलाई बोलाउँथिन् र चाख्न लगाउँथिन्। केही तलमाथि परे आमाको होस उठ्थ्यो। बुझ्दिनथे किन डराउँछिन् आमा आफ्नै पतिसँग यसरी। झर्को नलगा न शिरिष, मलाई काम गर्न दे, यसै भन्थिन् आमा। उनी व्यस्त हुँदा उनको वरपर झिङ्गा जस्तै भुनभुन गरिदिँदा धेरै पटक मैले यसरी झर्को लगाइसकेपछि आमाको गाली चर्को हुन्थ्यो अनि म खुसुक्क आफ्नो कोठा जान्थे।
कहिले माथि बुबाहरू तास खेलेको ठाउँमा पुग्थे। आमा खानेकुरा ओसार्थिन्। तारेका, भुटेका, साँधेका, झानेका, उसिनेका अनेक अनेक पकवान पकाउँदा पकाउँदा आमा आफै फत्रक्क गलिसकेकी हुन्थिन्। गाई जस्तै सोझी आमा रसोईमा गोरी जस्तै जोतिन्थिन् र माथि कौसीमा उनीहरू आमाले बनाएको खानेकुरा भैँसी जस्तै चपाइरहन्थे। केही पात्र नियमित थिए, केही पात्र भने बदलिरहन्थे, तर आमाको व्यस्तता र धपडी बदलिन्थेन। कहिलेकाहीँ सानो कमजोरी भयो भने बुबा आमालाई बेस्सरी झपार्नुहुन्थ्यो। त्यो दिन मलाई आमाको वरिपरि पढ्न समेत डर लाग्थ्यो। नभए असोरामै बसेर होमवर्क गर्नु, पढ्नु अथवा खेल्नुमै मेरो अधिकांश समय बित्थ्यो। कुनै दिन आमाले बुबाको थप्पड भेटिन् भने बुझे हुन्थ्यो आमाले अलिकति ठुलो बिरा। त्यसको 3-4 दिनसम्म पनि म बुबाको अगाडि पढ्न डराउँथे। घरमा तासको माहौल हुने दिन आमा बिहानैदेखि परीक्षा दिन गइरहेको औसत विद्यार्थी जस्तै आतंकित देखिन्थिन्। अघि पछिको मेला जस्तो मस्त आँखामा उदासिएको हाट लागेको हुन्थ्यो। बाट आँसु दिनभरिको झरीले हानेको बोटबाट भुइँमा फुल झरी जस्तै झरेको हुन्थ्यो। उनको अनुहारको रङ इन्जिन बिग्रिएको गाडीले फालेको धुवाँको मुस्लो जस्तै अँध्यारो र धुवाँसे भएको हुन्थ्यो। काम गरेर थाक्ने थकाइ त छँदै थियो। काम सम्झिएर थाक्ने थकाइले दिनैभरि खुइँय गर्थिन्। 5:30-6 बजेदेखि रसोईमा पसेर काम गर्न थालेकी उनलाई 11 बजेसम्म फुर्सद हुँदैन थियो। खानेकुरा पकाउनु, तिनलाई एक एक गर्दै कौसीसम्म ओसार्नु, अनि तिनै जुठा भाँडा उठाएर ल्याएर चापाकलमा मस्काइरहनु। 4 पटकसम्म खानेपानीको जग र बोतल नै ओसार्नु पर्थ्यो। दिक्क मानेर मलाई अराउँथिन्, सिरिस यति पानी लगिदे बा। कहिलेकाहीँ धेरै पिएर कोही कौसीतिरै छादिदिन्थे, कोही असोरामा झरेर छाड्थे। ती छाद पनि आमाले नै सोर्नु पर्थ्यो। अनि सबभन्दा चित्त नबुझ्ने त सबैले खाइसकेपछि अन्तिममा भाँडा चाड्थिन् उनी। आदेश त्यस्तै थियो, या आफै यसो गरेकी हुन्। न मैले कहिल्यै सोधेँ, न आफैले बुझ्ने कोसिस गरिन्। यहाँसम्म पनि ठिकै थियो। यत्तिको हुँदासम्म चित्त दुखाउनसम्म सकिन्छ। केहीचोटि कठै भनेर चुकचुकाउनसम्म सकिन्छ। यत्तिको मात्रै हुनुलाई त म केही होइन भन्न सक्छु। सायद बिर्सिसके थियो होला पनि। यी समस्या जमिनमाथि उठेको बोट र तिनमा लहलहाएका पात र फुलभन्दा बढ्ता केही होइनन्। पटक विस्मृतिको बन्चरो चलाएती छातिएर जान्छन्, तर समस्याले त जरा गाडेको छ। गहिराईसम्म ठुला साना सूक्ष्म जराहरू जो उकेल्न खोज्नु भन्दा पनि सम्पूर्ण जरा थरथराउँछन्। आफ्नै हिम्मत धर्मराउँछ। असोरामा बसेर होमवर्क गरिरहेकी थिए। आमा लोही आमा मासु भुट्दै थिइन्। माथि छतबाट अघिदेखि नै होहल्ला प्रसारित भइरहेको थियो। भर्याङबाट कोही झरेको आहट सुनियो। यस्तो आहट एक साँझ पटक पटक सुनिन्थ्यो। को आउँथ्यो र को जान्थ्यो वास्तवसम्म नहुने गरी, तर यसपटक वास्ता भयो। कोही आयो मास्तिरबाट, टोयलेटभित्र पस्यो, तर निस्किएपछि मास्तिर नगई सिधै रसोईतिर पस्यो। म असोराबाट देखिरहेको छु सब दृश्य। हजुरबुबा ज्वाइँ भन्नुहुन्थ्यो जसलाई, त्यही थियो। अचाक्ली गर्मीको बेला थियो। ढाडभरि पसिना आएको आमाको रातो चोलो छ्याप्पै भिजेको देखिन्थ्यो। गर्दन र कम्मरमा केही भाग पनि पसिनाले छपक्कै भिजेका थिए। पछाडि कोही आएको चाल पाउन साथ आमा फर्किहालिन् र सारीले तुरुन्त टाउको ओढिन्। त्यो मान्छे इच्छा हाँस्यो। आमाले मसालेको लोहियामा हेर्यो, सायद केही भन्यो र हात थाप्यो। पुन्युले झिकेर एक टुक्रा मासु आमाले त्यसको हातमा हालिदिन्। मस्तिरबाट कोही अर्को व्यक्ति झरेको आहट सुनिएपछि त्यो फर्कियो। समय आमाकै रहेछ। आउँदा आउँदैको ठुलो भेल कुनै डिस्कोले टक्क अडिए जस्तै भयो। तर उस्तै अनुहार भएको समय निर्लज्ज भएर फेरि फर्कियो। म असोरामै थिएँ। त्यो टोयलेटबाट सोझै रसोईतिर हानियो। मलाई थाहा थियो रसोईभित्र कति गर्मी छ। पछाडिबाट आमाको ढाड र कम्मरको गोरो चिल्लो छाला प्रष्ट देखिन्थ्यो। रातोको ठाउँमा हरियो चोली लगाएकी थिइन्। बेला बेलामा सारीकै आँचलको भागले आफूलाई हम्किहाल्थिन्। त्यसलाई देख्ने बित्तिकै हतपत्त टाउकोलाई साडीले ढाकिन्। त्यसको हात आमाको कम्मरसम्म पुग्यो। आमाले एकपटक त्यो हात हटाइन्।
हात अर्को पटक पनि पुग्यो। आमाको अनुहार त परबाट पनि देखिरहेको थिए। तिनका आक्रोश होइन, भय थियो, घृणा होइन, लाचारी थियो, प्रतिकार होइन, मुक्तिको याचना थियो। त्यतिखेर मैले कहाँ बुझ्ने, हेरेपछि हो मैले तिनका आँखालाई सम्झी सम्झी पढ्न सकेकी। हात आमाको काँधबाट गालातिर दौडिसकेको थियो। त्यसपछि नाङ्गो ढाडतिर चलबलाइरहेको थियो। म झुरुक्क उठे र आमाको छेउमा गए। हत्तपत्त सम्हालियो र मेरो गाला चिमुटेर त्यो मासतिर उक्लियो। आमा मलाई हेरेर मुसुक्क हाँस्ने कोसिस गरिन्। म हाँस्न सकिनँ। मलाई रिसाउन पनि आएन। मलाई के बोल्नुपर्छ, के गर्नुपर्छ केही आएन। रसोई र त्यसको वरिपरि तारिएका माछाको मिठो बास्ना फिजिएको भए तापनि मैले एउटा नमिठो गन्ध महसुस गरेँ। एउटा आपतले ढोका ढकढकाइसकेको थियो। एउटा नमिठो स्थितिको रोपाई त्यस माहौलमा भइसकेको थियो। त्यो हुर्किने, फैलिने, झ्याङ्गिने क्रममा थियो। अर्को पटक त्यो टोयलेटबाट मेरो छेउमा आयो र 50 को नोट दिएर चुरोट किनेर ल्याइदिनु आग्रह गर्यो। बाँकीको चक्लेट खान भन्यो। उसको आज्ञा लिएर घरबाट बाहिरिए। आमालाई एक्लै बाघको मुखमा छाडेर यसरी जानुहुन्थ्यो। त्यो बेला मेरो बुद्धि कहाँ पुग्यो? मैले त्यो आपतलाई कहाँ सुँघ्न सकेँ? चुरोट किनेर फर्किँदा रसोईको ढोकाभन्दा केही परैबाट देखे आमा हात जोडिरहेकी थिइन्। त्यो आमाको मुखमा आफ्नो मुख जोडिरहेको थियो। आमा त्यसको खुट्टा समाउँथिन्। त्यो आमाको पुट्ठा समाउँथ्यो। आमालाई जताततै नछ्यो। मैले कहाँ बुझेँ? र त्यस बेला त्यो रसोईमा पाकिसकेको खानेकुरा भन्दा आमाको काँचो शरीरमा उत्सुक थियो भनेर। आमा दुवै हातले जोड लगाएर भय र उन्मुक्तिको कामना गर्दै त्यसलाई रोकिरहेकी थिइन्। मैले चाल सुन्ने बित्तिकै त्यो सतर्क भयो। चुरोटका खिल्ली त्यसको हातमा राखिदिएपछि त्यो मासतिर उक्लियो। आमाका आँखाभरि आँसुका दह थिए। त्यो झारिनन् मनेर आइन् र थरथरी कापेको स्वर लिएर भनिन्, यो कुरा कसैलाई नभन्नु है शिरीष। म चुप लागे। तुरुन्त या नको जवाफ दिनु पर्थ्यो सायद, तर दिइन। खासमा त्यति बेला मेरो दिमागले सम्पूर्ण स्थितिप्रतिको केही धारणा नै बनाउन पाइसकेको थिएन। आमाले जोड गरिन्, मेरो टाउकोमा हात राखेर कसम खा शिरीष, कसैलाई भन्दिन भनेर। आमाले मलाई आफ्नै कसम खुवाइन्। मैले आमाको टाउकोमा हात राखेर कसम खाएँ। आमाको कसमभन्दा ठुलो संसारमा केही हुन्छ र? मैले कतै केही बोलिन। आमाले त्यही गल्ती गरिन्। म त्यहीनिर नासमझ भए। भएको के थियो स्पष्ट? त्यो कुराको समीक्षा गर्ने मस्तिष्क मेरो थिएन, तर मलाई त्यो नराम्रो मान्छे हो भन्ने परिसकेको थियो। केही गलत भइरहेको भन्ने परिरह्यो। हिजो आज भर्खर त्यो घटनाको समीक्षा गर्न सक्ने भएकी छु। भर्खर समीक्षा गर्न सक्ने भएकी छु। कसरी त्यसले मलाई 5-10 का नोट हातमा थमाउँदै आफ्नो काखमा राख्थ्यो र दारी दल्ने बहानामा ओठमा ओठ चुदाउँथ्यो। भर्खर थाहा पाउने भएकी छु। यो पनि थाहा नभएको कि कहिले त्यसले मेरो कपाल मुसार्दै मुसार्दै छातीसम्म हात पुर्याउन थालिसकेको थियो। भर्खरै थाहा पाउन थालेकी छु। ढाडमा चलिरहेको हत्केला कसरी ढाडबाट सर्दै सर्दै पुट्ठासम्म पल्किएको। अप्ठ्यारो, असजिलो, बेमज्जा, लाज, डर, घिन, धक, अफसोस थोरै थोरै गरेर म भित्र बस्न थालेको थियो। तर म आफूलाई के भइरहेको छ मैले कहाँ बुझेँ त्यस बेला। त्यो बेला बेला टोयलेट आएका बेला रसोईमा के पाक्यो भन्दै पस्थ्यो। ठाउँको ठाउँ आमालाई छुन्थ्यो। आमा सधैँ झैँ हात जोडिरहनुहुन्थ्यो। ऊ सिधै आमाको मुखमा मुख जोड्थ्यो। आमा अरूको डर मान्थिन्। त्यो आमाको सारी